हेलो मैले एउटा दुईटा केस अचम्मको देखेँ कि अब यस्तो यस्तो हुने रहेछ भन्ने पनि जस्तै कोही मान्छेहरू आउनु भएको छ जसले के भन्नुहुन्छ भन्दा मेरो आजभन्दा 3 वर्ष अगाडि किडनीमा पत्थर थियो 12 mm को मैले पानी खाएको खाइ गरेर अहिले जाँच गर्दा त 6 mm को छ भन्नुहुन्छ एकजना आउनुहुन्छ मेरो 3 mm को पत्थर छ बाबु अपरेसन गर्न पर्ने भयो किडनीको त म त कस्तो डर लागिरहेको छ के गर्ने भन्नुहुन्छ अब के छ त किडनीको पत्थरी भन्ने हरेक 10 जना मध्ये 2 जनालाई प्राय किडनीको पत्थरी देखिरहेको हुन्छ अब यो कसरी हुन्छ किन हुन्छ यसलाई कति बेला अपरेसन गर्ने यसको बारेमा फैलिएको भ्रमहरू के हो के गर्यो भने ठीक हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ हामीले आज यो भिडियोमा बुझ्छौँ सर्वप्रथम किडनीको पत्थरी परेको लक्षणहरू चाहिँ के हुन्छ भन्ने कुरा थाहा पाऊँ किडनीको पत्थरी परेको लक्षण भनेको सुरुमा हजुरको पिसाब गर्दाखेरि पिसाब पोल्ने पिसाब गर्दाखेरि पिसाबमा रगत देखिने अथवा चाहिँ पिसाब रातो रङको हुने वाकवाकी लाग्ने अनि हजुरको चाहिँ यो जुन ढाडको जुन कम्मरको पछाडिपट्टि हुन्छ कोखा भन्छौँ हामीले त्योमा चाहिँ दुखाइ हुने त्यो भनेको चाहिँ किडनीको पत्थरी भएको बेलामा चाहिँ यो लक्षणहरू देखिन्छ अनि यो कस्तो मान्छेहरूलाई हुन्छ त भन्दाखेरि जसले चाहिँ एकदमै कम पानी पिउनुहुन्छ अनि रक्सी सेवन जसले धेरै गर्नुहुन्छ अनि जसको कारणले गर्दाखेरि चाहिँ उहाँको शरीरमा पानीको मात्रा कम हुन्छ अनि ढुङ्गा बन्न थाल्छ अब ढुङ्गा कसरी बन्छ भन्ने प्रक्रिया पनि थोरै छोटो क्रममा बुझौँ अब जस्तै हामीले थोरै 1 गिलास पानीमा 1 किलो चिनी हाल्यो भने के हुन्छ मजाले घुल्दैन अनि चिनी अन्तिममा जम्मा हुन्छ नि तर हामीले त्यो 1 बाल्टी पानीमा माथिबाट 1 किलो चिनी हाल्यो भने त मजाले घुलेर जान्छ नि शरीरमा पनि त्यस्तै हो यदि हजुरको शरीरमा चाहिँ जुन ढुङ्गा बन्ने तत्त्वहरू धेरै छ र पानी कम छ भने चाहिँ ढुङ्गा बन्छ र यदि हजुरको शरीरमा चाहिँ ढुङ्गा बन्ने तत्त्वहरू कम छ र पानी धेरै छ भने पानीले त्यो सबै तत्त्वहरू बगाएर लिएर जान्छ त्यही भएर चाहिँ हामीले पानी धेरै खानै भन्छौँ यो बारेमा एउटा भ्रमहरू छ के छ भन्दा मेरो 12-13 mm को पत्थरी छ मैले यताउता गरेर मेरो पत्थरी चाहिँ 6 mm को भएको छ भन्ने त्यस्तो हुँदैन यो भनेको चाहिँ परीक्षण गर्दाखेरि थोरै त्रुटि आएको हुनसक्छ भिडियो एक्सरे गर्ने बेलामा कुनै एङ्गलबाट अथवा केही भएर चाहिँ थोरै केही फरक परेको हुनसक्छ नत्र भए कुनै खण्डमा त्यो ढुङ्गा टुट्यो र फुट्यो भने चाहिँ हजुरको पत्थरीको साइज सानो हुन्छ अनि त्यहाँ 2-3 पत्थरी बन्न सकेका हुन्छन् नत्र भए पानी खाएर मात्रै 12 mm को पत्थरीलाई चाहिँ हामीले 4 mm को पत्थरीमा 6 mm को पत्थरीमा ल्याउन सक्छौँ भन्ने चाहिँ अहिलेसम्म चाहिँ साइन्टिफिक रिसर्चले प्रुभ गरेको छैन त्यही कुनै ठाउँमा चाहिँ चेक गर्न जाने बेलामा मेरो पत्थरी परेको छ त्यो कारणले गर्दा मैले क्याल्सियम भएको चिजहरू चाहिँ हामीले कम खानुपर्छ भन्ने छ त्यो ठ्याक्कै उल्टो हुन्छ हामीले क्याल्सियम भएको चिजहरू चाहिँ अलि बढी पर्याप्त मात्रा खानुपर्छ किन भन्दाखेरि पत्थरी बन्ने भनेको एउटा क्याल्सियम अक्जालेट भन्ने तत्त्वले हो यदि अक्जालेट भनेको चाहिँ हजुरले यदि क्याल्सियम खानुभयो भने क्याल्सियम र अक्जालेट बाइन्ड भएर अथवा चाहिँ एउटा डल्लो जस्तो बनाएर त्यो दिशाको मार्फत जान्छ यदि हजुरले चाहिँ क्याल्सियम कम खानुभयो भने आन्द्राबाट अक्जालेट भनेको चाहिँ सोस्छ रगतमा रगतबाट गएपछि किडनीमा जान्छ जम्मा हुन्छ अनि पत्थरी बनाउँछ त्यही भएर हामीले यो क्याल्सियम कम खानुपर्छ भन्ने भ्रमलाई चाहिँ हामीले सुरुमा तोडौँ अनि कति बेला चाहिँ शल्यक्रिया गर्ने त भन्ने कुरा पनि छ यदि हजुरको पत्थरी भनेको 5 mm भन्दा सानो छ अथवा 6 mm भन्दा सानो छ भने चाहिँ हजुरको त्यो मूत्र नली अथवा चाहिँ पिसाब गर्ने नलीबाट चाहिँ पास भएर जान सक्छ तर यदि 6 mm भन्दा धेरै छ भने चाहिँ हजुरले शल्यक्रिया गर्नुपर्छ यदि हजुरको जुन ढुङ्गा छ त्यो पत्थर छ त्यो भनेको 6 mm भन्दा सानो छ र हजुरलाई चाहिँ बारम्बार जुन हजुरको किडनी सुन्निने जस्तो समस्या देखिएको छ अनि पिसाबमा चाहिँ रिकरेन्ट इन्फेक्सन भइरहेको छ हजुरलाई चाहिँ गाह्रो पाइरहेको छ दुखाइ भइरहेको छ भने हजुरले तुरुन्त शल्यक्रिया गर्नुपर्ने हुन्छ अनि यो शल्यक्रिया नगर्दा के हुन्छ भन्ने कुरा पनि छ धेरै जसो केसमा त यदि सानो पत्थरी छ र सही त्यस्तो अप्ठ्यारो ठाउँमा छैन भने धेरै जसो केसमा चाहिँ लक्षणहरू देखिँदैन यदि अलि अप्ठ्यारो ठाउँमा छ भने पिसाब गर्दा धेरै पोल्ने अनि त्यसपछि पिसाबको इन्फेक्सन भनेको धेरै भइराख्ने अनि किडनी चाहिँ सुन्निने समस्याहरू पनि देखिरहेको हुन्छन् त्यही भएर चाहिँ यदि हजुरको चाहिँ पत्थरी छ भने कति बेला अपरेसन गर्ने र कति बेला अपरेसन नगर्ने भन्ने एकदमै जरुरी छ ठुलो पत्थरी छ दुःख दिएको छ भने अपरेसन गरेर निकाल्नुपर्छ अनि सानो पत्थरी छैन भने चाहिँ ननिकाल्दा पनि हुन्छ पानी खाएर पनि त्यसलाई फाल्न सकिन्छ अनि शल्यक्रिया गर्ने बेलामा चाहिँ अपरेसन गरेर फाल्ने हो डाक्टर आमा के गर्ने होला मेरो त शरीरै कमजोर हुन्छ भन्ने छ त्यस्तो छैन आजकल धेरै नयाँ प्रविधिहरू आएको छन् अब जस्तै एउटा हामीले भन्छौँ एउटा बाहिरपट्टिबाट एउटा वेभ फालेर अनि त्यसलाई चाहिँ हामीले टुक्राउँछौँ टुक्राएपछि सानो ढुङ्गा बन्छ अनि त्यो पिसाबबाट जान्छ फरक प्रविधिहरू आएको छन् जसलाई चाहिँ हजुरले भित्रपट्टि केही गर्नु पनि पर्दैन अपरेसन पनि गर्नु पर्दैन पाल पनि पार्नु पर्दैन त्यस्तै नयाँ प्रविधिहरू आएको छन् त्यो कारणले गर्दाखेरि हजुरको शरीर पनि सुरक्षित रहन्छ अनि पत्थरी पनि जान्छ त्यही भएर आत्तिनु पर्ने कुरा चाहिँ छैन पत्थरी पर गाह्रो भएको छ कुनै केसमा मान्छेहरूलाई कति गाह्रो हुन्छ भर्नै हुनुपर्ने हुन्छ त्यो केसमा सबै शल्यक्रिया गरेर निकाल्नु होला सानो पत्थरी छ भने पानी खाएर पनि निको हुन्छ त्यसको लागि हजुरले डाक्टरसँग कन्सल्ट गर्न सक्नुहुन्छ अर्को चाहिँ मान्छेले सोच्ने
कुरा के छ भन्दाखेरि मैले एकपल्ट पत्थरीको अपरेसन गरेर फालेँ भने मलाई फेरि पत्थरी पर्दैन भन्ने त्यस्तो चाहिँ हुँदैन। यदि हजुरले पत्थरी परेको छ भने चाहिँ हजुरलाई 5 वर्षभित्र पत्थरी पर्ने चान्स 50% चाहिँ हुन्छ है। अब यो चाहिँ ढुक्क भन्न सकिँदैन। त्यही भएर हजुरले टन्न पानी खानु होला। यसको लागि उपाय भनेको टन्न पानी खाने, हेल्दी डाइटहरू खाने, अनि पत्थरी परेको मान्छेहरूलाई चाहिँ मोटोपन, मधुमेह जस्तो समस्याहरू देखिरहेको छ। त्यही भएर चाहिँ सबै हेल्दी रहनु होला। मेन कुरा भनेको डाइटै हो अनि पानी नै हो। पानी खाएर अनि अरू डाइटहरू मिलाएर चाहिँ हजुरले आफ्नो पत्थरी हुनबाट बच्न सक्नुहुन्छ।